FV 40.2 डिसवासिङ मेसिनको ब्लिङ्किङ प्रब्लमलाई आज हामी सल्भ गरेर देखाउने छौं। मेसिन देखिरहनु भएको छ FV 40.2 र पावर अन गरेर यसको सिम्पटम हेरौं। देखिरहनु भएको छ मेसिन कन्टिन्यू ब्लिङ्किङ भइरहेछ। ब्लिङ्किङको मतलब यसको इप्रोम इरर भएको छ। इप्रोमको प्रोग्राम क्राफ्टेड भएको छ यसमा र हामी रिप्रोग्राम सफ्टवेयरलाई राइट गरेर मेसिनलाई ठिक गर्नेछौं र हेर्दै जानु होला तपाईहरुले। मेसिनको भित्री भाग, डाउन साइड आर्म्स, अप साइड आर्म्स, डिटर्जेन्ट क्यान दुईटा दायाँ बायाँ। डिटर्जेन्ट क्यानलाई सेपरेट गर्नेछौं अब सबभन्दा पहिला र दुईटै पाइपमा ट्युब कनेक्सन गरौं ताकि यसबाट लिक्विड बाहिर नआओस्। सेपरेट भयो हाम्रो क्यान र हाम्रो इन्टरनल कभरलाई ओपन गरौं। यसको मुनिबाट सिस्टम पीसीबी राखेको हुनाले यो खोल्नु जरुरी छ। मदरबोर्ड कभर निकालौं र पावर सप्लाई सेपरेट गरौं मदरबोर्डको। देखिरहनु भएको छ यसको मदरबोर्ड मेन पीसीबी कन्ट्रोल पीसीबी युनिट मोडल नम्बर FV 40.2 डसिङ पम्प बुस्टर ट्याङ्क वाटर फ्लोटिङ सेन्सर लेभल सेन्सर ड्रेन मोटर देखिरहनु भएको छ र ग्राउन्ड ओभर लिकिङ सेन्सर इत्यादि सेन्सर सामानहरु। दुईटा कन्ट्याक्टर देखिरहनु भएको छ एउटा बुस्टर ट्याङ्कको र एउटा वास ट्याङ्कको हिटरको लागि। इप्रोम आईसी यसमै हाम्रो सम्पूर्ण प्रोग्राम बस्ने गर्दछ। यही आईसी हाम्रो क्राफ्टेड भएको छ। T48 प्रोग्रामबाट हामी प्रोग्राम गरेर हेर्नेछौं यही प्रोग्रामबाट। T48 प्रोग्रामरलाई कम्प्युटरसँग लिङ्क गरौं। जिटेक पिनलाई पनि प्रोग्रामरमा कनेक्सन गरौं। इप्रोम आईसीलाई पनि एट्याच गरौं। मेमोरीलाई प्रोग्राम पेज खोलौं। सबभन्दा पहिला आईसी नम्बर सेलेक्ट गरौं प्रोग्रामरमा। AT93C66 16 बिटलाई सेलेक्ट गरौं आईसी को लिस्टमा। ICPS लाई सेलेक्ट गरौं ओके गरौं। देखिरहनु सबै र 16 बिट 5.14 भोल्ट 480 मेगाहर्ट्ज मा हाम्रो राइट हुन्छ। इरेज गरेर हेरौं। इरेज सक्सेसफुल। यसको मतलब हाम्रो प्रोग्रामर सहीसँग आईसी सँग लिंक भएको छ। फाइल सेलेक्ट गरौं यसमा राइट गर्ने। ब्राउजमा गएर
चल्ने आइसीबाट एडिट गरेको फाइललाई यसमा राइट गर्नुपर्छ र ओके गरौँ। आइसीमा राइटको लागि रेडी भएको छ हाम्रो सफ्टवेयर देखिरहनु भएको छ र यसको T48 र हाम्रो आइसीको इन्टरफेस कनेक्सन यहाँ छ। तपाईहरुले देख्न सक्नुहुन्छ यो प्रोग्रामरमा कसरी कनेक्सन गर्ने भनेर इन्टरफेस आइसी र प्रोग्रामरको। र अब हामी यसलाई प्रोग्रामिङ थिचौं र प्रोग्राम गरौँ यसलाई। प्रोग्राम सक्सेसफुल भइसकेको छ, राइट सक्सेसफुल भएको छ। ब्याक गरौँ, हाम्रो प्रोग्रामर एक्जिक्युट गरौँ यसबाट। आइसी लाई डिस्कनेक्ट गरौँ प्रोग्रामरबाट, देखाइरहनु भएको छ। अब आइसी लाई सिस्टम पीसीबी मा हाल्दिउँ, सिस्टम पीसीबी लाई पावर दिउँ। देखिरहनु भएको छ हाम्रो ब्लिङ्किङ हटिसकेको छ, फंक्सनले पनि काम गर्न थालिसक्यो। सबै बटनले सहीसँग काम गर्यो र हाम्रो फंक्सन पनि सही देखाइरहेछ। पानी खोलेर यसलाई टेस्ट गरेर हेर्नेछौँ। देखिरहनु भएको छ फिलिङ स्टार्ट भइसकेको छ। अब हामी यसलाई कभर फिटिङ गरौँ र यो डसिङ पम्पमा हाम्रो यो डिटर्जेन्ट टिपलाई सहीसँग हाल्नु जरुरी छ। यो टिप सहीसँग बसेन भने डिटर्जेन्ट पम्पमा प्रब्लम आउन सक्छ, डिटर्जेन्टलाई पम्प नगर्न सक्छ। त्यही भएर राम्ररी हेरेर यसलाई फिट गर्नु होला। डिटर्जेन्ट केन होल्डरलाई सहीसँग लक गरौँ साइडमा। डिटर्जेन्ट पाइपलाई सहीसँग सही पोजिसनमा हाल्नु होला, हैन भने फेरि डिटर्जेन्ट यसले डसिङ पम्पले सहीसँग नटान्नु सक्छ। मेसिन वाशिङको लागि रेडी छ। मेसिन 100% ठिक भइसकेको छ। मेसिनले 100% फङ्सन काम गर्न थालिसक्यो।
र आजलाई भिडियो यति नै। यो च्यानललाई लाइक सब्सक्राइब गर्नु होला ताकि यस्तै अरु इन्फर्मेटिभ भिडियोहरू आउँदाखेरि तपाईहरुले मिस नहोस्।